सुन्नुहोस् त आतिनु हो हामीलाई सुन्नुहोस्। जीवनमा कहिले पनि नआतिनुहोस्। जीवनमा दुःख कष्ट सबैलाई हुन्छ। जीवनमा सबैका आफ्ना पीडाहरू हुन्छन्, आफ्ना समस्याहरू हुन्छन्। जीवन भनेको सबैको लडाइँको यात्रा हो। जीवन जसले लड्छ उसैले जित्छ, जसले सङ्घर्ष गर्छ उसैले जित्छ। जीवन त्यो मानिसको जसले यो धरतीमा बाँच्न लायक शक्ति आफ्नो मनमा साँचेर अगाडि बढ्छ। सबैका आफ्ना समस्याहरू हुन्छन्। सबैले आफ्नो जीवनमा कष्ट दुःख पीडा गरेको हुन्छ। गर्दा कुनै मानिस असफल हुन्छ, कुनै मानिस सफल हुन्छ। जीवनमा मेहनत गर्ने सबै मानिस सफल हुँदैनन्। चाहे राम्रो मनले गरेका सफल हुन् या नराम्रो मनले गरेका प्रयासहरू। काम गर्दै जाँदा धेरै मानिस असफल हुन्छ। एउटै फुलमा एउटै समयमा लगाएका बिरुवा पनि एउटै समयमा फल्दैनन्। कोही समयलाई कसै बिरुवालाई 4 वर्ष लाग्छ भने कसैलाई त्यही बिरुवा फल्नलाई 3 वर्ष पनि लाग्न सक्छ। धैर्यता सबैमा धैर्यता सबैभन्दा ठुलो अनुशासन हो। यदि जीवनमा धैर्य रहन सक्यो भने जीवनका कयौँ चिजहरू हामी अगाडि बढ्न सक्छौँ। जीवन भने जस्तो सजिलो छैन र धैर्यता भने जस्तै सजिलै तरिकाले अडिन पनि सकिँदैन। जीवन सजिलो चिज पनि होइन, जीवन जिउन कठिन पनि छ। त्यो अर्थमा जसले धैर्यता गर्न सक्छ, त्यो धैर्यताको घडी जसले समयसँग पर्खेर आफ्ना चिजहरूलाई मेहनतका साथ कामहरू गर्न सक्छ, त्यो मानिसले जीवनमा सफल हुन्छ। जीवनमा त्यस्ता मानिसहरू सफल भएका छन् जसले आफ्ना कामहरूलाई निरन्तर गरे, धैर्यता गरे। कामलाई निरन्तर प्रयासका साथ जसले धैर्यता गर्छ, समयको प्रतीक्षा गर्छ, त्यो मानिस अवश्य नै अगाडि बढ्न सक्छ। मैले यसो भनिरहँदा तपाईँ समयसँग बस्नुहोस्, समयसँग पर्खेर बढ्नुहोस्, केही पनि नगर्नुहोस् भन्न खोजेको होइन। मेहनत गर्नुहोस् जीवनमा। त्यो समयसँग लड्नको लागि तपाईँ क्रियाशील हुनुहोस्। त्यो समयसँग लड्नको लागि तपाईँ क्रियाशील हुनुहोस्, काम गर्नुहोस्। सधैँ आफ्नो काममा कटिबद्धताका साथ तपाईँ अगाडि बढ्नुहोस्। जीवनमा बढ्दै जाँदा पनि तपाईँ असफल हुनुहुन्छ होला। मनलाई सान्त्वना दिनुहोस्, मनलाई धैर्यता दिनुहोस् अनि अड्किनुहोस्। जीवनमा मैले के राम्रा गरेँ के नराम्रा गरेँ, सबै चिजहरू गर्दै जाँदा पनि तपाईँको जीवनमा ती सफलताका क्षणहरू, सफलताका चिजहरू नबिल्दा पनि तपाईँको मन सन्तुष्ट हुनुपर्छ कि जीवनमा राम्रो गरेको चाहिँ एक न एक दिन म सफल हुनेछु भन्ने तपाईँमा प्रतीक्षा, तपाईँमा त्यो आत्मा अनुशासन र आत्मविश्वासका साथ तपाईँले काम गर्नुपर्नेछ। जीवन त्यत्तिकै सहज र सजिलो बन्दैन, आत्तिएर सबै चिज बन्दैन। तपाईँले धैर्यताका साथ केही पाइला चाल्नुपर्छ, जुन पाइलाले तपाईँको जीवन अगाडि बढ्नेछ। जुन पाइला तपाईँले एक पाइला चाल्नुभयो भने तपाईँले 1000 माइल पनि अगाडि बढ्न सक्नुहुनेछ। त्यसैले पाइला चाल्नुहोस्, नआत्तिनुहोस्। जीवनमा आत्तिँदैमा केही पनि हुँदैन। दुःख पर्यो भन्दैमा कसैले पनि कसैलाई अत्याएर आत्तियो भने जीवनमा अझ मानिस कष्टकरमा फस्छ। त्यसैले हौसला राख्नुहोस् र धैर्यताका साथ मनन गर्नुहोस् कि जीवनमा के कुरा ठिक अनि के कुरा बेठिक।